नमस्कार, स्वागत गर्न चाहन्छु आजको यस नयाँ भिडियोमा। आजको यस भिडियोमा म तपाईहरुलाई सिकाउने छु इंग्लिश ल्याङ्ग्वेजका केही आयामहरू। सो भिडियोलाई लास्टसम्म हेर्नु होला। सो पोजिटिभ अनि नेगेटिभ। पोजिटिभ भनेको सकारात्मक, नेगेटिभ भनेको नकारात्मक। एकदमै सिम्पल तरिकाबाट म तपाईहरुलाई बुझाइदिने छु। सो पोजिटिभ भनेको केही गर्ने, जस्तै खेल्ने, बोल्ने, हाँस्ने, लेख्ने, केही गर्ने काम भयो भनेपछि पोजिटिभ। केही नगर्ने, नहाँस्ने, ननाच्ने, नलेख्ने, नपढ्ने जस्तो नगर्ने काम भयो भनेपछि नेगेटिभ हुने भयो। जस्तै म खान्छु पोजिटिभ हुने भयो, म खाँदैन नेगेटिभ हुने भयो। त नेपाली वाक्यलाई नेगेटिभ बनाउँदाखेरि न लगाएर नेगेटिभ बनाइन्छ। हामी घर जान्छौं पोजिटिभ हुने भयो, हामी घर जाँदैनौं नेगेटिभ हुने भयो। केही इक्जाम्पलहरु यहाँ छ, अब इक्जाम्पलहरु हेरौं है। सो आई एम टिचिङ, म पढाइरहेको छु भनेपछि आई एम टिचिङ भन्नु पर्यो, यो पोजिटिभ हो। म पढाइरहेको छैन भन्नु पर्यो भने आई एम नट टिचिङ नेगेटिभ हुने भयो। सो ही इज प्लेइङ, उ खेलिरहेको छ। ही इज नट प्लेइङ, नट प्लेइङ, नट लगाएर चाहिँ नेगेटिभ बनाउनु होला। वी आर गोइङ टु पिकनिक, हामी पिकनिक गइरहेका छौं। वी आर नट गोइङ टु पिकनिक, हामी पिकनिक गइरहेका छैनौं। आई एम प्लेइङ, म खेलिरहेको छु। आई एम नट प्लेइङ, नट प्लेइङ, यसरी चाहिँ नट लगाएर नेगेटिभ बनाउनु होला। अब चाहिँ म यहाँ केही स्ट्रक्चरहरु लेखिदिएको छु। सो यो स्ट्रक्चर चाहिँ बुझौं है। आई एम नट प्लस इङ, he she is not plus ing, we you they are not plus ing। यो स्ट्रक्चर अनुसार नेगेटिभ बनाउनु होला। सो अब हामी बुझ्छौं कम्प्यारिजन मेथड। यो कम्प्यारिजन मेथड भनेको के हो त भन्नुहुन्छ भने कुनै दुई चीजसँग कम्प्यारिजन गर्ने। जस्तो यहाँ एउटा केटी हाँसिरहेकी छ। सो she is laughing, नाम थाहा छ, सीता इज लाफिङ। Her is not laughing, Sita is laughing, Radha is not laughing। यसरी चाहिँ दुई चीजसँग कम्प्यारिजन गर्नु होला। सो अर्को छ यहाँ एउटा मान्छे हिँडिरहेको छ। He is walking, she is not walking। Ram is walking, Radha is not walking। यसरी चाहिँ कम्प्यारिजन गर्नु होला। यहाँ चाहिँ एउटा केटी मान्छे चित्रमा पढिरहेकी छिन्। She is reading, I am not reading। You are dancing, they are not dancing। Sir is coming, students are not coming। यसरी चाहिँ कम्प्यारिजन गर्नु होला। अब चाहिँ म यहाँ दुईटा फोटोहरु राखिदिएको छु। यो दुईटा फोटोलाई अब कम्पेयर गरौँ। सो यता चाहिँ केही भर्बहरु छ। He is dancing, she is not dancing। He is laughing, she is not laughing। यसरी भन्न प्रयास गर्नु होला। He is sleeping, she is not sleeping। He is cooking, she is not cooking। यसरी भन्नु होला। अर्को छ He is walking, she is not walking। He is sitting, she is not sitting। अर्को छ He is reading, she is not reading। He is coming, she is not coming। यसरी चाहिँ कम्प्यारिजन गर्नु होला। He is cutting, she is not cutting। त्यसरी कम्प्यारिजन गरेर कुनै पनि चीजलाई भन्न प्रयास गर्नु होला। कुनै पनि चीज जस्तै अंग्रेजीमै सोच्नुस्, अंग्रेजीमै भन्नुस्। थिंक इन इंग्लिश, स्पीक इन इंग्लिश। यदि यो भिडियो मन पर्यो भने प्लिज लाइक, शेयर, सब्स्क्राइब गर्नु होला। तपाईको एक लाइक र एक सब्स्क्राइबले मलाई अझै थप हौसला मिल्नेछ। सो प्लिज लाइक गरिदिनुस्, सब्स्क्राइब गरिहाल्नुस्।